वेलकम टु गाउँको ब्लगमा गाइस। आज त हेर्नु बिहानै भिडियो बनाउनको लागि यहाँ आएको चाउन हेर्नुहोस् कति डरलाग्दो दृश्य हो। धेरैजनाले गाउँको ब्लगलाई माया गरिदिनु भएको छ। एउटा कुरा दर्शकवृन्द जतिजनाले हेर्नुहुन्छ कमेन्ट गर्नु होला, म रिप्लाई गर्नेछु। धेरैजनाले गाउँको ब्लगलाई माया गरिदिनु भएको छ। एउटा कुरा दर्शक जतिजना हेर्नुहुन्छ कमेन्ट गर्नु होला, म रिप्लाई गर्नेछु। बिस्तारै तलतिर हिँड्दैछु। तलको दृश्य हेर्नुहोस् त कति राम्रो छ। तलतिरको भ्यू देखाउँदै यो भ्यू त हेर कति राम्रो। अझ तल जाँदा झन् मजा आउँछ। पहाड र नदी तल कति सुन्दर देखिन्छ। यस्तो खतरा बाटो हेर्नुहोस् तल। ओ माय गॉड तल हेर्यो रिस्की छ। वाह, यो भ्यू चेक गर्नुपर्छ। हेर्नुहोस् गाइस, जता पनि पहाड र यो हिरो फोकस भ्यू। यो हिरो फोकस भ्यू। आज म एकदम स्पेशल ठाउँमा छु। यी पहाडहरू त अलिक डर लाग्दा नै छन्। पहाडको मजा यही हो गाइस। हावा चल्दा त झन् डर लाग्छ। तर यो दृश्य एकदमै मजा। वाउ, तपाईहरुले यस्तो भ्यू देख्नु भएको छ। तर यो पहाडको ब्युटी अहिले त बाटो नै अलि रिस्की छ है गाइज। धेरैजनाले गाउँको भ्लगलाई माया गरिदिनु भएको छ। एउटा कुरा दर्शक जतिजना हेर्नुहुन्छ कमेन्ट गर्नु होला, म रिप्लाई गर्नेछु। हावा चल्दा त झन् डर लाग्छ। तपाईहरुले यस्तो भ्यू देख्नु भएको छ। गाइस, मेरो भ्लगलाई सपोर्ट गरिदिनु होला। जाँदै जाँदै मिठो कमेन्ट छोडिदिनु होला है। गाउँको भ्लग कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला। मन परेमा शेयर गरिदिनु होला। गाउँको चेलीको यो भिडियो सबैजनासम्म पुगोस्, भाइरल गरिदिनु होला। धन्यवाद।